क्रान्तिकारी छविलाई विसर्जन गर्न पाइँदैन। रुकुमको विरासतलाई अन्त्य गर्न, विरासत क्रान्तिकारी विरासतलाई निर्मूल पार्न पाइँदैन। हामी फुटका विरोधी छौं, हामी एकताका पक्षधर छौं, हामी क्रान्तिका पक्षधर छौं भनेर आज युवा साथीहरूले एउटा संकेत गरे। म सबभन्दा पहिला युवा साथीहरूलाई धन्यवाद दिन्छु। कतिपयले त्यसको विरोध गरेका छन् कि हामी मही खाँदैनौ, विश्वासघात गर्नेहरूलाई त्यही गर्छन्, कालो मात्रै होइन के गर्छन् इतिहासमा देखिँदै जान्छ। तपाईले हामीलाई अन्यथा छैन। हामीले के ठानेका छन् भने त्यो व्यक्ति विशेष होइन, हामीले त रोकेका छौं। गाउँतिर शहीद परिवारले के गर्नेवाला छन् देखिँदै जान्छ, घाइतेहरूले के गर्नेवाला छन् देखिँदै जान्छ। यो त भर्खरै युवा साथीहरूले यहाँ अहिले अलिकति संकेत गरेका मात्रै छन्। त्यो संकेत कहाँसम्म पुग्छ भोलि देखा जाएगा। हामीले के मात्रै भनेका छौं भने हाम्रो नेतालाई देखाएका मात्रै हौं। हामीले नेतालाई अनुरोध गरेका हौं, तपाई नफुट्नुहोस्, यो पार्टीको नेतृत्व गर्नुहोस्, यो पार्टीलाई निरन्तर अगाडि बढाउन भूमिका खेल्नुहोस्, तपाई हाम्रो नेता भइराख्नुहोस् भनेका हौं। हाम्रो गल्ती होइन, हामीले त्यो गल्ती गरेका होइनौं। हामीले उहाँलाई 4 पटक जिताएर नेतृत्व गर्न दिएका पनि हौं। रुकुमको विकासको नेतृत्व गर्नुहोस्, रुकुमको पार्टीको मात्रै होइन, सिङ्गो पार्टीको माओवादी पार्टी आज नेपाली कम्युनिस्ट पार्टीमा बदलिएको छ, त्यो पार्टीको नेतृत्व गर्नुहोस् भनेर भनेका हौं। यो पार्टीलाई छोडेर गैर कम्युनिस्ट भएर, कम्युनिस्ट भएको भए पनि अलिअलि पस्थ्यो, गैर कम्युनिस्ट भएर दक्षिणपन्थी विसर्जनवादमा पुगेर आज उहाँको जसरी पतन भएको छ, त्यो पतन अस्वीकार्य छ। रुकुमलाई हामीलाई अस्वीकार्य छ, हामी मान्दैनौं त्यो अस्वीकार्य छ हामीलाई। हामी जनयुद्ध लडेर आएका हौं, क्रान्ति गरेर आएका हौं, उहाँले पनि गर्नुभयो, तर उहाँले बीचैमा धोका दिनुभयो, हामी दिँदैनौं। हाम्रो प्रतिबद्धता छ त्यो। हामीले बीचैमा किन धोका दिँदैनौं भने हाम्रो कारणले शहीद भएका धेरै शहीद परिवार अहिले पनि हामीतिर हेरेका छन्। उहाँले शहीद परिवारलाई बिर्सिनुभयो, बिर्सिएका शहीद परिवारले उहाँलाई के जवाब दिन्छन्। तर हामी शहीद परिवारको बीचमा गएर भन्छौं हामी तपाईकै साथमा छौं। उहाँले भन्न सक्नुहुन्न उहाँको साथमा हुनुहुन्छ, उहाँ त गैर कम्युनिस्ट भएर अर्को पार्टी खोल्नुभयो। प्रगतिशील होइन कामरेडहरू, पतनशील लोकतान्त्रिक पार्टी उहाँले बनाउनु भएको छ। त्यो पतनशील पार्टी हो, प्रगतिशील भन्ने शब्द नराख्नुहोस्, पतनशील पार्टी हो। त्यो आँखा त पहिल्यै पतनशील भयो होइन, आँखा आज पतन भएको, पहिल्यै पतन भइसकेका छ नि। बाबुरामले लिएर कम्युनिस्ट पार्टीलाई विसर्जन गर्न खोजेका कुरामा गएर बाबुराम कहाँ मिसिनु भएको छैन, आज पतन भएको हो र त्यो पतन भएको ठाउँमा पुगेलाई के भन्ने, पतन भइसक्नु भएको छ। हामी नेतामुखी होइनौं, अगाडि कामरेडले भन्नुभएको छ, हामी कोही पनि जनार्दन जस्तो, आजको जनार्दन जस्तो हुँदैनौं। हिजोको कुरा भनेको छैन मैले। आज जनतालाई धोका दिने, क्रान्तिकारीलाई धोका दिने, शहीद परिवारलाई धोका दिने, घाइतेहरूलाई जनमुक्ति सेनाका योद्धाहरूलाई धोका दिने धोकेबाज हामी हुँदैनौं। हाम्रो प्रतिबद्धता हो त्यो। हामी जनार्दन जस्तो झोकेदार हुँदैनौं। प्रभाकर भन्ने शब्द हामीले अलग गरिदियौं। हिसाब हिजोसम्म थियो, पार्टी नफुटाल्दासम्म थियो, क्रान्तिको पक्षमा हुन्जेल प्रभाकर थियो, पार्टीको पक्षमा हुन्जेल, क्रान्तिको पक्षमा हुन्जेल हामीले सम्मान गर्थ्यौं। आज पार्टीलाई फुटाएर जनतालाई धोका दिएर जाँदा हाम्रो सम्मान हुँदैन। हामी क्लियर छौं यो कुरा। हामीले अहिले तपाई जनवर्गीय संगठनका कमरेडहरूलाई यहाँ बोलाएका छौं। हामीले के भन्न बोलाएका हौं भने हामीले फेरि क्रान्तिको जिम्मेवारी अगाडि बढाउँ। समाजवादी क्रान्ति हामीले गर्नु छ। कम्युनिस्टले चाहेको समाजवादी क्रान्ति हो। कसैले समाजवादको नाम बजाएर होइन, हामीले समानतामा आधारित समाजवादको कुरा गरिरहेछौं, समृद्धिमा आधारित समाजवादको कुरा गरिरहेछौं। हामीले समतामूलक, खास गरी समाजलाई अन्याय, अत्याचार, विभेदबाट मुक्त भएको एउटा समुन्नत समाजको परिकल्पना गरेका छौं। त्यस्तो समाजवाद हामीले खोजेका छौं। त्यो समाजवादको